पाठशालाबाट आउनुभएका मेरा प्यारा साथीहरू, म प्रिया छेत्री कक्षा 10 की छात्री हाटीढुङ्गा माध्यमिक विद्यालयबाट एउटा मद्वारा रचित एउटा कविता लिएर आएकी छु र मेरो कविताको शीर्षक छ इतिहासको पानामा उज्यालो कलमको हस्ताक्षर। हस्त स्वीकार्नुहोस् मेरो कविता। इतिहासको पानामा उज्यालो कलमको हस्ताक्षर। मातृभूमिको शिरमा बसेको हिमाल, तराईका फाँटमा गुन्जिने नेपाली भावनाको तार, पूर्वदेखि पश्चिमसम्म पहाड अनि मधेस, मायाको एउटै मालामा गाँसिएको हाम्रो देश। हिमालको चिसो हावासँग गुन्जिने यो बोली, तराईका न्यानो काखमा बोलिने मिठो बोली। विविधतामा एकताको सुन्दर धागो, नेपाली भाषा नै हो हाम्रो आत्मीयताको रागो। भाषा केवल शब्द होइन, यो त एउटा पहिचान हो। भाषा केवल शब्द होइन, यो त एउटा पहिचान हो। पढाइ भाषाको सम्मान गर्दै पुर्खाहरूले छोडेको अमूल्य सम्पदा हो। हामी संसारका भाषा सिकौँ, ज्ञानका नयाँ ढोका खोलौँ, पढाइ भाषाको सम्मान गर्दै आफ्नो भाषाको दीप पनि बालौँ। संसारका सारा भाषा सिक्न हामीलाई कुनै आपत्ति छैन, तर आफ्नै मातृभाषा बिर्सनु हाम्रो लागि उचित हुँदै होइन। वर्षमा एक दिन उत्सव मनाएर भाषा दिवस सजाउने होइन। वर्षमा एक दिन उत्सव मनाएर भाषा दिवस सजाउने होइन। दैनिक जीवनका हरेक शब्दमा आफ्नो भाषा अपनाउने हो। मञ्चमा देशभरिका कुरा गरेर भोलिपल्ट सबै बिर्सिने होइन। आफ्नो बोली, आफ्नो संस्कृति व्यवहारमै जोगाउने हो। हाम्रो भाषा रहे इतिहास जीवित हुन्छ। भाषासँगै संस्कृति मुस्कुराउँछ। पुर्खाका कथा, गीत र गाथा नयाँ पुस्तासम्म आइपुग्छ। हिजोको अक्षरलाई आज पढौँ, आजको अक्षर भोलिलाई दिउँ। ज्ञान, संस्कार र सृजनाले इतिहासमा नयाँ पाना थपौँ। हामी विद्यार्थी आज भोलिका देशका आधार र कर्णधार हौ। हामी विद्यार्थी आज भोलिका देशका आधार र कर्णधार हौ। ज्ञान र संस्कारको उज्यालो बोकी नयाँ युगमा पहरेदार बनौँ। औ आफ्नो भाषा बोलौँ, आफ्नो संस्कृति चिनौँ, अरूको सम्मान गर्दै आफ्नो पहिचान पनि जोगौँ। हाम्रो कलमले अब कुनै दाग होइन उज्यालो लेखोस्, कुनै विभाजन होइन एकताको सन्देश दियोस्, कुनै अँध्यारो होइन आशाको दीप बालोस्। इतिहासको पानामा रातो कलमको दाग होइन, मेहनत, माया र एकताको उज्यालो हस्ताक्षर दियोस्। आज हामीले लेखेका एउटा अक्षर भोलिका इतिहास बन्न सक्छ। आज हामीले लेखेका एउटा अक्षर भोलिको इतिहास बन्न सक्छ। त्यसैले आउँदो पुस्ताले गर्ने एउटा सुन्दर कथा लेखौँ। कलम हाम्रो हातमा छ, भविष्य हाम्रो साथमा छ। औ मिलेर लेखौँ इतिहासको पानामा उज्यालो कलमको हस्ताक्षर। औ मिलेर लेखौँ इतिहासको पानामा उज्यालो कलमको हस्ताक्षर। धन्यवाद।